साथीहरू सुर्खेतबाट एकदमै नराम्रो समाचार आएको छ। एउटा 16 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको समाचार आएको छ। उनी बिहान ट्युसन गएको र दिनमा कोठामा नआएपछि अनि उनको शव चाहिँ नजिकैको जङ्गलमा नग्न अवस्थामा फालिएको समाचार आएको छ र उनको शरीर वरिपरि घाउ चोटै चोट पनि देखाएको छ र उनलाई नजिकैको प्रादेशिक अस्पतालमा लगेको र अस्पतालमा डाक्टरले मृत घोषित गरिसकेका छन् र उनको कारबाहीको लागि 4 जना समातिएका छन्। 1 जना त्यसै दिन र 3 जना अर्को दिन शङ्काको भरमा समातिएका छन्। अनुसन्धान भइराखेको छ अनि अहिले पोस्टमार्टम रिपोर्ट आएको छैन। पोस्टमार्टम रिपोर्ट आएपछि अनि त्यही अनुसार यदि बलात्कारपछि हत्या हो कि खाली हत्या हो कि अहिलेसम्म पुष्टि गर्न सकेको छैनन् र इनिसा बिकको परिवारले चाहिँ बलात्कारपछि हत्या गरेको भनेर प्रहरीमा उजुरी दिएका छन्। अनि पोस्टमार्टम रिपोर्ट आएपछि थाहा हुन्छ त्यो चाहिँ। यदि यसमा सरकारलाई पनि भन्न चाहन्छौँ यो घटना पनि एउटा निर्मला पन्तको घटना नहोस्। यसमा सरकारले कडाभन्दा कडा कारबाही गर्नुपर्छ र नयाँ आउने सरकारलाई पनि मेरो अनुरोध छ कि यदि बलात्कारमाथि यदि देशमा को छोरीहरू बलात्कारपछि हत्या हुन्छन्, यस्ता बलात्कार सम्बन्धी केही पनि घटना हुन्छन्, यस सम्बन्धी नयाँ कानुन ल्याउन् र यदि कोही व्यक्ति बलात्कार अदालतद्वारा प्रमाणित हुन्छ भनेपछि त्यसलाई फाँसीको सजाय दिने व्यवस्था होस् ताकि अरूको दिमागमा नघुसोस् कि हामीले यस्तो बलात्कार गरेपछि यस्तो हुन्छ भन्ने सबैको दिमागमा डर होस्। सरकारले यो सम्बन्धी नियम कानुन बनाउन जरुरी लाग्छ मलाई चाहिँ। विदेशमा पनि हामीले देखेका छौँ यो बलात्कार सम्बन्धी एकदम कडाभन्दा कडा कारबाही हुन्छ, कानुन छ उनीहरूको। त्यही भएर हामी सामाजिक सञ्जालबाट खबरदारी गर्न चाहन्छौँ सरकारलाई पनि ध्यान जाओस्, जसरी पनि ट्राई मिलोस् अपराधीलाई। र केही साथीहरू सडकमा पनि उत्रिसकेका छन् र उनीहरूले सडकद्वारा आन्दोलन गरिराखेका छन् र हामी पनि सामाजिक सञ्जाललाई खबरदारी गर्नेछौँ। जसरी पनि इनिसा बिकलाई न्याय मिल्नुपर्छ भन्ने हाम्रो चाहना हो र यसमा जो दोषी देखिन्छन् कोही पनि पावर र पैसाको भरमा बाँच्न नपाओस् भन्ने अनुरोध छ र जसरी पनि न्याय मिल्नुपर्छ। जस्टिस फर इनिसा बिक।